वान्स भनिदिउँ कि टोटल फिगर भनिदिउँ? टोटल भन्दाखेरि सानो हजुर तलबमा सबभन्दा ठुलो तलबमा 34,52,010 रुपियाँ छ। यो चाहिँ हामीसँग 11जना यो बिजुलीको कर्मचारी सहित हो, सरसफाइ सहित। बाँकी चाहिँ नि मिसिन किन्ने के भने लेखाले छुट्याएको पैसा हो, लेखामाथिबाट आएका हुन्छन्। त्यो गरेर जम्मा 59 लाख रुपियाँ 57 र 10 69 लाख रुपियाँ चालु खर्चमा यो लेखाले छुट्याएर प्रिन्ट गरेर पठायो। अर्को हजुरको पूर्वाधार सामाजिक लक्षितमा हेरौँ। सामाजिक लक्षितमा 78,17,500 यो मसिना छन्। यो तपाईँलाई वाचन मैले गरेन, भोलि हातमा दिउँला। 78,17,000 69 लाख चाहिँ नि यो चालु खर्चमा र पूर्वाधारमा 88,50,000 88,50,000। यसमा पूर्वाधारमा हामीले त्यो म तपाईँलाई पढेर सुनाउनै पर्छ है। पूर्वाधारको चाहिँ शान्ति मार्ग सिँढी निर्माण भनेर 2 लाख रुपियाँ छ। यो माथि 14 नम्बरसँग जोडिएकोमा त्यो बाँसघारी उकालो छ, अप्ठ्यारो। त्यो 2 लाख रुपियाँ काम 5-6 लाख होला, उहाँले श्रम सहित गर्ने भनेका छन्। निराजन लुप मार्ग 2 लाख भनेपछि यता तेर्सो जाने 15-20 घर छ, त्यो चाहिँ टोल विकास संस्थाले नै पठाएको हुँदा 2 लाख रुपियाँ। यहाँ शहीद मार्ग लुप ड्रेन 5 लाख रुपियाँ। त्यो शहीद मार्गबाट उकालो जाने बाटो छ एउटा ड्रेन एजिङ वाल, त्यो चाहिँ पल्लोपट्टि कहाँ भने हावाई के भन्छ त्यो हावापानी अफिस छ नि, त्यसको छेउबाट ठाडो जाने माथि। अब तेर्सो बाटो शहीद मार्गै भनौँ। कृष्णपथ लुप ड्रेन एजिङ वाल 3 लाख। अनि सुसन रोड लुप ड्रेन एजिङ वाल 2 लाख। चण्डेश्वरी मार्ग लुप ड्रेन एजिङ वाल 2 लाख। अनि ज्ञानचक्षु लुप ड्रेन एजिङ वाल 3 लाख। त्यो चाहिँ म्याङ्लोङ मार्ग भन्छ, विवादको त्यो कसरी गर्नुहुन्छ, अब चाहियो भन्नुभयो। भानुमार्ग लुप ड्रेन एजिङ वाल 3 लाख। यो अलङ्कारी संस्था भने आरसिसी पर ठाडो एउटा उहाँले आफै बनाएको बाटो, त्यसलाई चाहिँ आरसिसी 5 लाख। यो गोविन्द मार्गभित्र पर्छ होला। नौलो पथ लुप कालोपत्रे 3 लाख। त्यो पोहोरको घाउ छ। समृद्धि मार्ग लुप कालोपत्रे 3 लाख। अस्ति हेलो सरकारबाट आज त्यहाँ खबर दिएको थियो, त्यो हेलो सरकारले दियो भनेर हामीले हालेको होइन, त्यो यसपालि यता भनेर उता पनि बन्नुपर्छ भनेर हाले हो। अनि अर्को विशाल टोल विकास संस्था लुप 3 लाख। त्यो चाहिँ कहाँ भने यता यो ठाडो जान्छ नि, विवाद भएको बाटो, यता तपाईँको मामा चौकदेखि यता पश्चिमपट्टि आएर उकालो जान्छ एउटा बाटो, त्यो कति कचडा होला। त्यो पनि शहीद मार्ग लुपै हो। त्यो तपाईँलाई थाहा छ, एकपल्ट नाप्नुमा पनि गएको थिएँ, नाप्नु के बाटो मिलेन भन्थ्यो नि। त्यसलाई ठोकिदिनुपर्छ। त्यो के छ, यसपालि सर्वोच्चले एउटा फैसला गर्यो अस्ति भर्खर। त्यो अब जति बनाउनु पर्ने बनाइदिउँ। अब चाहिँ बाटो बन्दा सर्वोच्चले नजिर के गरिदियो भने, कसैको निजी बाटोमा जग्गामा बाटो बनायो भने बनाउनु हुँदैन है भनेर फैसला गरिदियो अस्ति। यो चाहिँ काठमाडौँ काममा यो चाहिँ कुन ठाउँको हो, त्यो नजिरै बनाइदियो। अब बाटो बन्नलाई त्यति जबरजस्ती गर्नु, जति बाटो बनाइयो 15 वार्डमा यो 10 वर्ष कार्यकालमा म त त्यो हेरेर त खुसी लाग्यो। लडाइँ गरेर पेलेर मुद्दै 11 छन्, 11 मुद्दा पऱ्यो, अख्तियार पऱ्यो, तर निडर हिसाबले काम गरियो। अब चाहिँ बाटो नबन्ने हो। त्यसमा यसमा चाहिँ मिलाएर हजुरले 14 फुट पुगेन भने 13 फुट भए पनि सुलिफात पार्न सकौँ, त्यसलाई पनि सकिन्छ। अब अर्को मुद्दा पऱ्यो भने फेरि त्यो बाटो बन्दैन, अब चाहिँ सकिँदैन, मरिगइ सकिँदैन। अर्को चाहिँ 3 लाख रुपियाँ। अब उहाँहरूको कन्ट्रिब्युसन 3 लाख। अर्को चाहिँ हजुरको अलङ्कारी शहीद मार्ग समृद्धि विशाल भयो। हिन्दूपति लुप भयो म्याङ्गो मार्ग पर 4 लाख। इन्द्रदेवी मार्ग आरसिसी 6 लाख। सयपत्री मार्ग लुप कालोपत्रे 2,50,000। यो चाहिँ ठाडो है, यो उहिलेदेखि बाँकी रहेछ। यो पिण्डेश्वरी उकालो आएर यसो तेर्सो आउँछ, त्यहाँ चाहिँ कच्ची, अलिबरतिर पक्की। अनि अर्को एभरेस्ट लुप कालोपत्रे 3 लाख। बाथलोपट्टि एभरेस्टको त्यो बाटोमास्तिर आएर यसो उँभो जाँदाखेरि क्यासिङ खापुङ घरतिर आउँदाखेरि त्यहाँ छुटेको छ, त्यसलाई सकिदिने कालोपत्रे 3 लाख। त्रिवेणी मार्ग लुप कालोपत्रे 4 लाख।
अनि दशरथ लुप इन्टरलक 5 लाख त्यो कोशी ग्यासको छेउमा कहाँ टिएलो छेउमा सन्तोष। अनि रौदी मार्ग कालोपत्रे 6 लाख उहाँले आफैले 2 लाख दिनुभएको छ। कृष्णपथ लुप ड्रेन एजिङ वाल निर्माण 3 लाख पर पल्लो छेउमा। अनि मकालु मार्ग लुप ड्रेन एजिङ वाल 3 लाख मकालु मार्ग तल हाम्रो उँधो जाने त्यो पनि झगडा कचरा तपाईँले मिलाउनुपर्छ, त्यहाँ के छ ठोकिदिनुपर्छ मिलाएर। अनि अर्को गर्वलाल मार्ग लुपमा 3 लाख, शीतल मार्ग ख कालोपत्रे 5 लाख। अनि अर्को किरात याक्थुम चुम्लुङ नगर समिति 1 लाख, दशरथ मार्ग लुप एजिङ वाल 2 लाख। दशरथ मार्ग लुप ड्रेन एजिङ वाल भनेको चाहिँ शीतल मार्ग पर पिपलगाछी छेउमा। यो चाहिँ महेश्वर लिम्बू छ नि, महेश्वर लिम्बू मोटे त्यसकोबाट उँधो जाने श्री राईको घरबाट सानो बाटो छ त्यो उँधो जाने कहाँ तेर्सो त्यो भएर 88,50,000। अब हाम्रो त्यो परेन भनेर तपाईँ खिर्क नपर्नु होला, धेरै बजेट फेरि नगरबाट परेको छ। 2 खालको बजेट परेको छ त्यो मैले सुनाएँ। अब यो वडाको अब नगरको सुन्नु होला। मैले पूर्व अघि भने 15 करोडबाट खुराफात गरेकै हो, हेर्नु खुराफात गरेरै मात्रै हुन्छ। एउटा खुल्ला जिम पार्क व्यायामशाला भनेर 1 लाख। यहाँ अघि किराँत राई यहाँ खाएको उहाँ चुपोलाएर बस्नु भएको छ, हाम्रो त परेन भन्नुभएको तर यहाँ परेको छ। त्यो कता घुसेको छ भन्दाखेरि सामाजिक लक्षितमा परेको छ। भोलि तपाईँलाई पेपर आउँछ। त्यो चाहिँ कहाँ छ भन्दा सामाजिक लक्षितमा किराँत राई यायोखा ड्रेन एजिङ वाल 2 लाख। 3 लाख हाल्यो त 1 लाख लेखाले किन काट्यो, बजेट पुगेन। काटेपछि मङ्सिरमा चाहिँ नि तानतुन गरौँला भन्ने कुरा भएको छ। यो चाहिँ तपाईँले हेर्दा भोलि किराँत राई यायोखाको 22 नम्बर सिरियल नम्बर भेट्नुहुन्छ। त्यो ड्रेन सकिन्छ र किराँतले यायोखाले 3 खालको छ, नगरलाई 50,000 वडालाई 30,000 त पूजा खर्चमा त्यसरी आएको, तामाङको पनि त्यसरी आएको छ। यो परिभाषित तपाईँले भोलि हेर्नु होला पऱ्यो। अर्को अब हजुरको खुल्ला जिम पार्क भनेर जो 15 करोडमा मैले अलिक खुराफात गरेँ, 86 लाख रुपियाँ यहाँ पार्न सफल भएँ एउटा वार्डमै मात्रै। यहाँ सामाजिकको कुरा खुल्ला जिम पार्क कहाँ भन्दा किराँत राई यायोखाको पश्चिमपट्टि सामुदायिक वन बाँझ गरेर दिएको 2 कट्ठा जग्गामा त्यो बरपिपल छ नि त्यहाँ उहाँ सहसचिव अरालो त्यो जालीभन्दा बाहिरै त्यहाँ चाहिँ अब उता जाँदाखेरि भोलि बाटो ठुलो हुन्छ। अनि जिम पार्क त्यहाँ हुने, माथिल्लोपट्टिको लागि यहाँ हुँदैछ, त्यो सक्नु आँट्यो। त्यस कारणले त्यहाँ 10 लाखले चाहिँ माथि टर्च सहितको भन्ने पानी पर्दाखेरि चाहिँ नि ओत लाग्नु कता कुद्नु लोत हुन्छ। अनि भिजाएर ढलाइ गरेर गर्ने, ढलाइ गर्दाखेरि नगर्ने भने उहाँहरूले चाहिँ इन्टरलक लाउने होइन त्यहाँ टाली। अब एउटा त अनि सद्भावना पार्क निर्माण त्यसकै छेउमा 5 लाख। त्यो घेरा बाह्र सक्ने कि गेट टोइलेट बनाउने त्यो हजुरले सल्लाह गर्नुपर्छ। टोइलेटै बनाउँदा राम्रो हुन्छ त्यहाँभित्र टोइलेट जङ्गलमा त। अर्को चाहिँ बाँध गरेर सामुदायिक वनलाई 7 लाख रुपियाँ। सामुदायिक वनलाई पहिला प्रदेशले पनि परेन, नगरबाट पनि परेन। अनि मैले यो चाहिँ सल्लाह गरेर 7 लाख यो तपाईँले के बनाउने सामुदायिक वनको त्यो एउटा सानो र ठुलो जोडिने ठाउँ छ नि ग्याप, त्यहाँ सेतो खालको प्लास्टिकको छाना लगाएर पानी नआउने गरी, दर्के पानी नआउने गरी उज्यालो देखिने गरी गर्ने हो कि तपाईँको सल्लाह हो। अर्को बाँध गरेर दाह संस्कार सब दाह संस्कार 5 त्यसलाई 5 लाख। त्यो चोरेर त्यसो साफ पार्यो, त्यो चाहिँ घेरा लगाएर गेट बनाउँछौँ ह्यान्डसम गेट, त्यो 5 लाख रुपियाँ। अर्को श्यामचोक गुम्बालाई बजेट प्रदेशबाट परेको छ अरे माननीय ममता तामाङज्यूले लगाएको मोक्तानले। पहिला चाहिँ परेको देखेर साथीहरूले माग्नु धेरै मागेको थियो। मैले गुम्बालाई 5 लाख रुपियाँ हालिदिएँ श्यामचोक गुम्बालाई, यो पूर्वाधारबाट है माथिबाट। निराजनमा खोप केन्द्र बन्ने भयो 10 लाख रुपियाँ। त्यहाँ खोप केन्द्र बाहिर बाटोमा खोप लगाउँछन्, बिजोग थियो त्यसलाई खोप केन्द्रले 10 लाख रुपियाँ। म्याङको समाज भवन भनेर यहाँ पर 5 लाख रुपियाँ। त्यो चाहिँ कार्यवाहक नगर प्रमुखसँग सल्लाह गरेर यसरी हामीले यो चाहिँ बाँडफाँड गरेको हो। चुम्लुङ सांस्कृतिक भवन निर्माण भनेर तल त्यो चुम्लुङ याक्थुम चुम्लुङमा प्रोग्राम गर्दा त्यो एउटा प्यात्ता परेको खरको छाना रहेछ, त्यो खरको छाना हेर्दाखेरि झरिसक्यो, त्यसलाई 5 लाख रुपियाँ। अर्को मजदुर सङ्गठनको भवन बन्दैछ 3 लाख रुपियाँ। यहाँ पर बन्न तयारी छ,
त्यहाँ